एउटा यात्राको कथा, चेफाको कथा, कोइला खानीको कथा, टोल्पा जाने बाटोको कथा, यस्ता अनेकन कथा, हेर्ने कथा टोलीले बुनेको छ। कथा मात्र बुनेको छैन, त्यसलाई सुन्दर स्वरूप अनि मिठो स्वादमा दर्शकमाझ पस्केको पनि छ। दर्शकले पनि स्वाद मानी मानी ती कथा ग्रहण गरेका छन्, किनकि ती कथाले हरेकलाई छुन्छ। लाग्छ यो त मेरै गाउँको कथा हो, मेरै घरको कथा अनि मेरै कथा हो। सबैभन्दा मिठो स्वरको धनी विद्या चापागाई नेपाली पत्रकार हुन्। उनको हेर्ने कथा कार्यक्रम दर्शकले अत्याधिक रुचाइएको कार्यक्रम हो। यसअघि उनी साझा सवाल नामक टिभी कार्यक्रम चलाउँथिन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी चापागाई विगतमा नागरिक दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन्। त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन्। विक्रम सम्वत 2040 सालमा काठमाडौँ एयरपोर्ट पूर्वपट्टि कोठाटारमा एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी हुन्। अहिले उनी कथा भन्ने कर्ममा छिन्, तर आफ्नो पृष्ठभूमिको कथा भने फरक छैन। उनी आम नागरिकको कथा जस्तै सामान्य जीवनबाट आएकी हुन्। काठमाडौँको काखमा जन्मिन आमा बुवा कृषि पेसामा नै हुनुहुन्थ्यो। खेतीपाती गाई गोठसँगै हुर्किन्। प्रारम्भिक पढाइ उनले गोठाटारमा नै प्राप्त गरिन्। उनी आफ्ना आमा बुवालाई खेतबारीमा सहयोग गर्दै हुर्किन्। आफ्ना दाजुभाइसँग रेडियो सुन्दै र विद्यालयको पुस्तकालयमा पत्रिका पढ्दै गर्दा उनी पत्रकार बन्न प्रेरित भइन्। उनलाई आफ्नी आमाबाट धेरै समर्थन प्राप्त भयो, जसले चाहन्थिन् कि उनकी छोरी राम्रोसँग शिक्षित होस्। पछि आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर सकिएपछि नेपाल टेलिभिजनमा प्रवेश गर्ने प्रयास गरेकी थिइन्, तर त्यहाँ असक्षम भनियो र आफ्नो सक्षमता प्रस्तुत गर्ने मौका दिइएन। अनेक बाधा अडचन बीच पनि पछि नहटी पत्रकारितालाई निरन्तरता दिइन्। उनले जिन्दगीका बाटाहरू लेखमा लेखेकी छिन्। बुवा दुध बेच्न जानुहुन्थ्यो। घरका वस्तुभावका दुधले मात्र पुग्दैनथ्यो। गाउँबाट दुध किन्नुहुन्थ्यो। हल्का पानी मिसाउनुहुन्थ्यो अनि दुधको स्वाद नपाएका सहरियाहरूलाई बेच्न जानुहुन्थ्यो क्यानमा बोकेर। आमा साग बेच्नुहुन्थ्यो। कठै सागमा त के मिसाउनु, साग सागै हुन्थ्यो। हरिया कलिला साग, गोबरको रस पाएर हुर्केका साग। बुबाले दुध बेचेर आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो। जग्गा जमिन प्रशस्तै थियो, सहर नजिकै थियो, तर खै किन हो हाम्रो काठ असाध्यै पछि परेको थियो। मेरो जिन्दगीका आदिम बाटाहरू बुवा दुधको क्यान बोकेर तर्ने बागमतीका घाटहरू थिए, अनि थिए आमाले साग बेच्ने बौद्धका गल्लीहरू। हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार त काठमाडौँको आर्थिक, सामाजिक, राजनैतिक कुनै पनि नक्सामा थिएन। मेरा बा महान हुन्। उनले मलाई पढाए, दुध बेचेरै पढाए। काठमाडौँसँगै तास्से पनि हाम्रो काठ भने असाध्यै पिछडिएको ठाउँ हो, तर मेरा बा म हुर्केको परिवेशमा क्रान्तिकारी नै हुन्। त्यो परिवेश जहाँ छोरीले न्वारानमा राख्ने नामभन्दा पहिला उसलाई दिने दाइजोको चिन्ता हुन्छ बा आमालाई। त्यही परिवेशका बाले मलाई म क्याम्पस पढ्न जाँदा झिचमिचेमै बागमतीको पुल कटाइदिन्थे। म क्याम्पस जाने बस पक्रन जान्थे। बा पानी मिसाएको दुध बेच्न सहरियाहरूको ढोकामा जान्थे। विक्रमसम्म 2071 सालमा विद्या चापागाई BBC नेपालमा प्रवेश गरिन्। नारायण श्रेष्ठको बहिर्गमनपछि खाली रहेको साझा सवाल नयाँ प्रस्तुता चयन नउन्जेल रविन्द्र मिश्रले चलाउँदै आएका थिए। इक्वल एक्सेस र BBC नेपाल सेवामा समेत काम गरिसकेकी चापागाई साझा सवालकै प्रोड्युसरको रूपमा 3 वर्षसम्म काम गरेकी थिइन्। नारायण श्रेष्ठले राजीनामा दिएपछि BBC मिडिया एक्सनले नयाँ प्रस्तुताको लागि आवेदन मागेको थियो। नयाँ प्रस्तुता मध्येबाट अन्तिम चरणमा छानिएका 3 जना कमल कुमार, पवनराज पौडेल र विद्या चापागाईबाट उनी छानिएकी हुन्। साझा सवालको कार्यक्रम उत्पादक भएर काम गर्दा उनले नेपाली समाजलाई राम्रोसँग बुझ्न पाइन्। BBC मिडिया एक्सन नेपालकी राष्ट्रिय निर्देशक मोना लग्जो उनलाई छानिएको बारे भनिएकी थिइन्। विद्या प्रतिभावान र प्रतिबद्ध पत्रकार हुन्। साझा सवालको प्रस्तुताको भूमिकामा उनी खर उत्रिने विश्वास मैले लिएकी छु। उनको राजनीति र सामाजिक विषयमा रहेको ज्ञान र चासो तथा अन्तर्वार्ता लिने सशक्त शैलीले गर्दा नै उनी प्रभावशाली उम्मेदवारहरूभन्दा अगाडि आएकी हुन्। त्यसबेला 7औं वर्षमा प्रवेश गरेको साझा सवालको पहिलो महिला प्रस्तुताको रूपमा विद्या चापागाई छानिइन्। त्यहाँ उनले साझा सवाल कार्यक्रम मार्फत आफूलाई असक्षम भन्नेहरूलाई नमिठो झापड हानिन्। आफ्नो क्षमता प्रमाणित गरिन् र मौका पाए गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिन्।
विक्रमसम्म 2072 को महाभूकम्पपछि विभिन्न कलाकारहरूसँग मिली गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्। उनी साझा सवालमा काम गर्दै जाँदा पत्रकार कमल कुमारसँग नजिकका साथी बनिन्। आवाजविहीनहरूको आवाज सुनाउने उद्देश्यले पत्रकारितामा लागेको उनी भन्छन्। बीबीसीमा प्रस्तुता र निर्माता भएर काम गर्दा देशभरि घुम्ने अवसर पाइन्। देशको वास्तविक चित्र देखिन्। त्यहाँ काम गरिरहँदा जुनसुकै क्षेत्रमा पनि भाले टाउकीहरू नै देखिन्। उनले काम गर्ने मिडियाको विषयवस्तुमा पनि उही अवस्थामा पाइन्। त्यही समयमा उनलाई लाग्यो कि साँच्चै हामीले आवाजविहीनहरूको आवाज बोलिरहेका छौँ त? उनलाई यही प्रश्नले घोचिरहन्थ्यो। यो प्रश्न सुन्दा जति सामान्य सुनिन्छ, यसलाई मिहिन रूपमा बुझ्दा यो त गहिरो प्रश्न रहेछ उनी भन्छन्। उनलाई लाग्थ्यो के अब हामी सधैँ एउटै व्यक्ति र क्षेत्रलाई उही प्रश्न मात्र गरिरहन् त? हामी बाहिर निस्केर पहिचानविहीन भएकाहरूको कथा कहिले भन्ने त? हामी सधैँ घटनाका पछि मात्र कहिलेसम्म लाग्ने त? काठमाडौँमा नै भएका वास्तविक कथाहरू पनि नभन्ने? उनलाई सँगै अर्को साथी कमल कुमारलाई पनि यही कुराले पेट पोलेको उनले थाहा पाइन्। त्यसपछि कुनै समय बीबीसीलाई नै आफ्नो सपना बनाएकाहरूलाई त्यही बीबीसीले अर्को सपना देख्ने बनाइदियो। त्यसैले उनलाई बीबीसी सपना सिकाउने कारक भएको लाग्छ। उनी भन्छन्, हेर्ने कथा सुरु गर्न बीबीसी नै एक प्रेरणा हो। त्यसपछि केही नसोची बीबीसीको नाम चटक्क छाडी आफ्नो जीवनकै कठिन निर्णय गर्दै 2074 सालको अन्तिममा जागिर छोडी युट्युबमा लागिन्। नेपालमा इन्टरनेटको प्रयोग भर्खरै फस्टाउँदै थियो। सोसल मिडिया बामे सर्दै गरेको अवस्था थियो। युट्युबमा चेतनामूलक कार्यक्रमहरू कमै देखिन्थे। युट्युबमा चलचित्र र अश्लील छाडा भिडियो हेर्न मात्र मानिस आउँथे। सोसल मिडियामा काम गर्ने, विशेष गरी युट्युबमा काम गर्नेहरूलाई होच्याउने काम गरिन्थ्यो। समाज बिगार्ने कार्य गरेको, एनजिओको पैसा लुट्न, गरिबहरूको कथा बेचेको भनेर आरोप लाग्ने गर्थ्यो। उनले भनेकी छिन् कि आँसु बचे भने कुरामा भने त्यो आँसु हाम्रा पात्रहरूले मन खोल्दा आएको हो। उनले भनेकी छिन् आँसु बेचे भन्ने कुरामा त्यो आँसु हाम्रा पात्रले मन खोल्दा आएको हो। हामीले त्यसलाई बेच्न खोजेका होइनौँ। यस्ता आरोपहरूको पछि नलागी आफ्नो कर्तव्य पथमा निरन्तर लागिरहन्। विद्या भन्छन्, हामीले आम मानिसका कथा खोज्न र सोच्न थाल्यौँ। मूलधारका मिडियाले कथा नमानेका पात्र खोज्यौँ। यस्ता पात्रहरू जसलाई आफू कथा हुँ भन्ने थाहा छैन, उनीहरूका कथा भन्न थाल्यौँ। त्यसपछि एक एक कथा आउन थालेपछि दर्शकहरू आफैले आफ्ना गाउँघरमा पनि यस्ता कथाहरू छन् भनेर भन्न थाल्नुभयो। हाम्रो पनि कथा छन् भनेर प्रतिक्रिया आउन थाले। टोली नेपालका कुना कन्दरा पुग्छ। अनकन्टा ठाउँमा छहार्दै नयाँ नयाँ कथा खोज्छ। कथा खोज्दै जाँदा कहिले बाटो भेट्टाउँछ, कहिले बिराउँछ। त्यसपछि बन्छ कहिले बाटोको कथा त कहिले हराएको बाटोको कथा। एउटा कथाका लागि गृह कार्य गर्यो, त्यसमा काम गर्यो, गर्दै जाँदा भने जस्तै पात्र नभेटिँदा बन्न लागेको कथा पनि चुइन्छ। नेपालका विभिन्न ठाउँ पुगेर बटुलेका ताजा र कच्चा कथालाई टोलीले छायाङ्कन, लेखन, सम्पादन र संवाद मार्फत परिष्कृत गरी दर्शकसम्म पुर्याउँछ। तर दुर्भाग्यले केही कथा फुटेजमै सीमित हुन्छन्, यसै खेर जान्छन्। सुख र दुःख, भोक र प्यास नबनी ल्याइएका ती कथाहरू पछाडि अर्को कथा पनि लुकेको हुन्छ। त्यो हो टोलीको डर र साहसको कथा। अरूलाई प्रेरणा दिने, साहस दिने कथा बुन्दा कमल कुमार र विद्या चापागाईले नेतृत्व गरिरहेको टोली आफू भने कहिलेकाहीँ डरबाट गुज्रिरहेको हुन्छ। त्यो डर टोलीका नायकीहरूले पनि महसुस गरिरहेका हुन्छन्। उनीहरूलाई त झन् डरले मात्र सताउँदैन, टोलीका अन्य सदस्यको सुरक्षाको दबाव पनि त्यति नै हुन्छ। डराउँदा पनि साहस देखाएका थुप्रै घटनाको अनुभव टोलीले सँगालेको छ। उनी भन्छन्, यसरी कथा बनाउँदै जाने क्रममा हामीलाई आँसु बेच्ने पनि भन्छन्। तर हामी कर्ममा विश्वास गरेर कर्म नै गर्नेहरूको कथा भन्छौँ। त्यसैले केही पैसा दिएर उनीहरूको कर्मलाई होच्याउन हुन्छ जस्तो लाग्दैन। हामीले 2-4 रुपैयाँ दिँदा उनीहरूको नै अपमान हुन्छ। कति स्थानमा एक हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्ने पनि अभ्यास हुन्छ। तर त्यो दिएको कुरा सामाजिक सञ्जालमा हाल्नै पर्छ भन्ने लाग्दैन। त्यसैले हामी पत्रकारिताको सीमामा नै रहेर काम गर्छौँ। हामीले ती पात्रहरूको कथा देखाउने हो। हामीले पैसा उठाएर दिने होइन। त्यसमा हामीलाई डलर खानेहरू पनि भन्छन्। तर हामीले विषयवस्तुका हिसाबले कसैको 1 रुपैयाँ पनि खाएका छैनौँ। डलर कमाउने, आँसु बेच्ने भन्दा पनि कर्ममा विश्वास गर्नेहरू, आफ्नो कर्मबाट खुसी भएकाहरूको कथा दिएका छौँ। त्यही नै दिइरहन चाहन्छौँ। आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्,
कथा भेटिने भनेको आफ्नो कम्फर्ट जोनबाट निस्किएपछि भेटिने रहेछ। पहिला हामी कथाका पात्रहरूबारे जानकारी लिन्छौँ। उनीहरूसँग 24 घण्टादेखि 3 दिनसम्म पनि समय बिताउँछौँ। पात्र कति सही र गलत भन्ने कुरा त्यही बिचमा थाहा हुन्छ। कथा लिएर आएपछि पोस्ट प्रोडक्सनमा 1 सातासम्म लाग्छ। त्यसमा कार्यक्रमको समयको सीमा नभएकाले खुलेर बनाउँछौँ। कुनै कथा 14 मिनट त कुनै 1 घण्टासम्म पनि छन्। कथा खोज्ने क्रममा धेरै डरलाग्दा ठाउँमा पनि पुगियो, जस्तै चेफाको कथा। तर त्यो डरमा उनीहरू हरेक दिन बाँचेका रहेछन्। हामी त एक दिन त बाँच्ने हो। उनीहरूले बाँचेको जीवन थोरै पनि बाँचेनौँ भने त्यो कथा भन्न सकिँदैन। उनीहरूले बाँचेको जीवन थोरै पनि बाँचेनौँ भने त्यो कथा भन्न सकिँदैन। त्यसैले पात्रहरूसँगै खान्छौँ, खेल्छौँ, रहन्छौँ। त्यसैले पनि हाम्रा कथा कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा निखार आउँछ। मान्छेलाई आफ्ना र आफ्नो भेगको कथा आइरहेको देख्दा उत्सुकता हुँदो रहेछ। हामी त कथा देखाएपछि दर्शकको प्राय प्रतिक्रिया पनि पढ्छौँ, धेरैलाई उत्तर पनि पठाउँछौँ। यो गर्नुपर्छ भनेर भन्दा हामी दर्शकलाई साँच्चै सम्मान गर्छौँ। विक्रम सम्मत 2075 सालमा उनको बुवाको निधन भयो। आफूलाई सम्हाल्दै अघि बढिरहन्। विक्रम सम्मत 2077 सालमा कोरोनाले गर्दा धेरै मानिसहरू होम आइसोलेसनमा बस्न बाध्य भए। बाहिर निस्कन नपाएका मानिसहरूलाई इन्टरनेट बाहेक अरू विकल्प थिएन। धेरै मानिसहरू सोसियल मिडियामा रमाउन थाले। त्यति बेला हेर्ने कथाले उचाइ लिँदै थियो। विक्रम सम्मत 2078 को अन्त्यमा खुसीसँगै अप्ठ्यारा क्षणहरू आए उनको जिन्दगीमा। आमा बन्दै गर्दा आफैले जन्माएको हेर्ने कथाबाट करिब 11 महिना बिदा लिनु पर्यो। त्यो एकदमै दुःखको क्षण थियो। तर आफ्नो अभाव खड्किन नदिन काठमाडौँमा नै बसेर केही कथाहरूमा आवाज दिइन्, जसलाई कमल कुमारले अगाडि पछाडि गरेर कार्यक्रम सम्प्रेषण गरे र विद्या चापागाईको पनि कमी खड्किन दिएनन्। उनले छोरी जुनतारालाई जन्म दिइन्। अहिले आफ्नो कोखमा 9 महिनासम्म हुर्काएर जन्माएकी छोरी जुनतारा र आफ्नो करियरलाई दाउमा राखेर जन्माएको हेर्ने कथाको जिम्मेवारी उनको काँधमा छ। यस्तै कथाहरू बुन्दै गर्दा उनले धेरै अवार्डहरू जित्न पनि सफल भएकी छिन्। उनका डकुमेन्ट्रीहरू एकपटक मरेको मान्छेले काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट डकुमेन्ट्री पुरस्कार र बाघको बङ्गराले काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा अडियन्स अवार्ड पनि जित्न सफल भएको थियो। विद्या भन्ने गर्छिन्, कहिलेसम्म हेर्ने कथा चलाउन सक्छौँ थाहा छैन, तर हेर्ने कथा जस्तो कथाहरू सधैँ भनिरहन मन लाग्छ। यसमा भोलि कमल र म नरहँला, नयाँ पुस्ता आएर यी कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास छ।